कृष्ण भाइको डिएनए के आयो सर तपाईलाई त थाहा हुन्छ। सबैलाई नमस्कार, म विभा कटवाल। कृष्ण बस्नेतको डिएनए को रिपोर्ट के आयो भनेर कम्तीमा पनि दिनमा 10 वटा मेसेज मलाई आक्को आइगरेको भएर फेरि पनि म यो भिडियो बनाउन बाध्य भएँ। अर्जुन भुषाल सर लौ न तपाईँ जसरी भए पनि अस्ट्रेलियाबाट नेपाल आइदिनु पर्यो वा तपाईँको हातमा रिपोर्ट परिसकेको छ भने पनि बरु अस्ट्रेलियाबाट भए पनि के भएको छ, मिलेको छ कि छैन, आमा काकासँग त अनुहार ठ्याक्कै मिलेको थियो, डिएनए चाहिँ मिल्यो कि मिलेन भनेर धेरै कमेन्ट आइसकेको भएर म यो कमेन्ट थाम्नै नसक्ने भइसक्यो। हजुर प्लिज अस्ट्रेलियाबाट फर्केर आइदिनु पर्यो वा हजुरको नेपालमा भएको टिमसँग अर्जुन भुषाल सर कोअर्डिनेट गरेर कृष्ण भाइको डिएनए के रिपोर्ट आएको हो त्यो हजुरको पेजबाट प्लिज सार्वजनिक गरिदिनु पर्यो क्या। हजुरको कहिले भिडियो आउँछ त त्यो डिएनए वाला भनेर हजुरको आइडी स्क्रोल गर्दा गर्दा मान्छे थाकेर हामीलाई मेसेज गर्न थालिसके र कृष्ण भाइलाई माया गर्ने व्यक्तिहरूले पनि कस्तो चाहिँ आउँछ त उसको परिवार भेटेको हो कि होइन भनेर धेरै चिन्ता गरेर हामीहरू जस्तो हजुरको सानो क्लिप युज गरेर भिडियो बनाउने मान्छेहरूलाई नै प्रेसर क्रिएट भइसक्यो। प्लिज